एकलव्य शिष्य हुनुहुन्थ्यो, बडा भक्ति बडा प्रेम थियो, उहाँसँग कुनै पनि भेद दृष्टि थिएन। तर द्रोणाचार्य धृतराष्ट्रको अन्न खाएको हुँदा कोही भेद दृष्टि जस्तो भयो गुरुलाई पनि। तर उहाँ त्यहाँ बस्न सक्नु भएन, उहाँ अलिकति जातमा पनि कमी थियो होला। तर उहाँले चाहिँ एउटा जङ्गलमा गएर तपस्या गर्ने विचार गर्नुभयो र जङ्गलमा गएर बस्छु मैले भनेर भन्नुभयो। गुरुको एउटा माटाको मूर्ति बनाउनुभयो द्रोणाचार्यको, र द्रोणाचार्यको मूर्ति बनाएर उहाँले चाहिँ भोजन गर्नुहुन्छ, बस्नुहुन्छ, सबै कुरा गर्नुहुन्छ। जब आफूले पढ्नुपर्छ, बिहानमा उठेर केही गर्नुपर्छ, हात जोडेर भन्नुहुन्छ गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर। हजुर तिनै स्वरूपको एउटै हुनुहुन्छ। तर भगवानलाई पूजा गर्दा ब्रह्माजीलाई अलग हुन्छ, विष्णुको अलग पूजा हुनसक्छ, शिवजीको अलग पूजा हुनुहुन्छ, तर गुरु एउटै रूपमा आउनुहुन्छ। तिनटै रूपमा एउटै हुन्छ, तर भगवान अलग अलग पूजा हुन्छ। तर तपाईँ एउटै रूपमा हुनुहुन्छ, तर मलाई विद्या प्रदान गर्नको लागि हजुरको भन्दा बाहेक अरू कोही पनि छैन भनेर चाहिँ प्रार्थना गर्नुहुन्छ। आँखा खोल्दाखेरि बित्तिकै आएर ब्रह्माजीले आएर पढाइदिनुहुन्छ। गुरु जस्तै द्रोणाचार्य जस्तै हुनुहुन्छ, र भगवान विष्णु पनि आएर पढाउनुहुन्छ, र शिवजी पनि आएर चाहिँ तपाईँको धनुर्विद्यालाई प्राप्त गराउनु भयो। बडा एकदम अत्यन्त प्राप्त गराइदिनु भयो, विद्वान बनाइदिनु भयो। तर कुनै समय चाहिँ द्रोणाचार्यले सुन्नुभयो, अर्जुनले सुन्नुभयो। अर्जुनले सुनेर हेर गुरुजी हजुरले मलाई अत्यन्त प्रिय भन्नुहुन्छ, मलाई धनुर्विद्याको तिमीलाई मैले अग्रगामी गराउन सक्छु, तिमीलाई चाहिँ धेरै ज्ञानी छौ भनेर तपाईँले बार बार मलाई कुरा गर्नुहुन्छ। तर तपाईँको शिष्य एकलव्य मभन्दा पनि बढी जानेको छ अरे भनेर भन्दाखेरि गुरु आश्चर्य पर्नुभयो। गुरु द्रोणाचार्य र अर्जुनजी भएर चाहिँ कहाँ आउनुहुन्छ? गुरुको पासमा, के अरे शिष्यको पासमा आउनुहुन्छ। र एकलव्यको पासमा आउँदा एकलव्य यति खुसी हुनुहुन्छ कि यति प्रसन्नता, उहाँको चाहिँ आँसु झर्छ सारा कुरा। आज म जङ्गलमा एक्लै बसेर पनि गुरु खोज्दै खोज्दै आउनुभयो। गुरुको कति करुणा, कति प्रेम। तर गुरुले मलाई निन्दा गर्नुभयो होला, गुरुले पठाउनु, त्यो भाव नै छैन। तर स्वयं गुरु आज मेरो शिष्यको घरमा कसरी आउनुभयो, शिष्य बसेको ठाउँमा यो मेरो कसरी भाग्य खुल्यो, आज गुरु आउने दिन कसरी बन्यो भनेर भावुक भएर चाहिँ प्रणाम गर्नुभयो, दण्डवत गर्नुभयो, पाउ धुनुभयो, आसनमा राख्नुभयो, ग्रहण गराउनुभयो, सारा कुरा गर्नुभयो। र विस्तारपूर्वक सोध्नुहुन्छ गुरु हजुरको कस्तो छ सुस्वास्थ्य, कुशल हुनुहुन्छ होला, हजुरलाई आउँदा बडा दुःख भयो होला, कष्ट भयो होला, म एउटा जङ्गलमा एउटा कुटी बनाएर बसेको छु, तर पनि हजुरलाई कसरी भयो म प्रति दृष्टि हजुरमा आउने, यस्तो कष्ट सहेर पनि आउनुभयो, म कृतार्थ छु, म कृतार्थ छु भनेर एकलव्यले अत्यन्त भावपूर्णले प्रसन्नता प्रकट गर्नुभयो र सबै आशीर्वाद दिनुभयो। सबै कुराहरू भए त्यसपछि तिमीले चाहिँ जो पढ्न दिएको थिएँ मैले पाठ, तिमीले पढ्यौ होला, र त्यो पाठ मलाई देखाऊ नि त, सुनाऊ भनेर भनिसकेपछि एकलव्यले पूर्ण आफ्नो धनुर्विद्याको सबै पाठहरू सुनाउनु भयो। र आफूले प्राप्त गरेको ज्ञानको कुराहरू सुनाएपछि एकलव्यबाट आश्चर्य पर्नुभयो। अर्जुन पनि आश्चर्यचकित पर्नुभयो। ओहो, यति ठुलो विद्या, जङ्गलमा एक्लै बसेको छ, कुनै गुरुकुल छैन, पढाउनेवाला कोही पनि छैन, कसरी यस्तो विद्या प्राप्त भयो? द्रोणाचार्यबाट आश्चर्य हुनु। र त्यसपछि गएर सबै कुरा भइसक्यो। त्यसपछि गएर विदाई हुने बेला भयो, सोध्नुभयो। र गुरुसँग एकछिन पनि बसे जस्तो लाग्दैन, र धेरै बसे जस्तो चाहिँ लागेको छैन। गुरु मलाई अत्यन्त चाहिँ हजुरको यो प्राप्त भयो, म सौभाग्य भएँ, यो जीवनको सफलता बनाइदिनु। माता पिताले मलाई जन्म मात्रै दिनुभयो, तर ज्ञान दिने गुरुदाता नै हुन्छ। यो शरीरलाई ल्याइदिने माता पिता मलको शरीर हो, तर ज्ञानको प्रकाश गराउनु, सच्चै सुखम प्रज्ञानम, त्यस्तो ज्ञानलाई प्रकाश गराएर आज मलाई यहाँसम्म ल्याउने, जो परमात्मासँग जोड्ने काम कसले गरौ भन्दा आज हजुरको माध्यमद्वारा भयो। यी सबै कुराको आशीर्वाद दिइसकेपछि चाहिँ अन्तिममा चाहिँ मैले केही गर्न सकिनँ, हजुरलाई मैले विदाई गर्न पनि सकेको छैन। र मैले के दिन सक्छु हजुरलाई? हजुरले दिएको विद्याबाट मलाई ज्ञान प्राप्त भएको छ, सारा कुरा भएको छ भनेपछि मैले केही दिन सकिनँ भन्दा, र द्रोणाचार्यले माग्नुभयो, के माग्नुहुन्छ त भन्दा, ठिक छ तिमीले हातको औँलो दिन सक्छौ, मलाई त्योभन्दा ठुलोहरूको केही पनि चाहिँदैन। किन गुरुमा पनि थोरै सकारात्मक थिएन, नकारात्मक थियो, अर्जुनप्रतिको प्रेम थियो। त्यसपछि गएर उहाँले हातको औँलो चट्ट काटेर गुरुलाई अर्पण गर्नुभयो। त्यति एकलव्य त्यति ठुलो, त्यस कारणले गर्दा
व्यासले हामीलाई आज के गर्नुभयो 18 पुराण दिनुभयो, उपपुराण दिनुभयो, सारा हामीले त्यसैलाई देखेर त्यसैलाई पढेर हामीलाई आज ज्ञान प्राप्त हो। र आज दीक्षित हुने परम्परा कहाँबाट आयो? शङ्कराचार्यबाट आयो। शङ्कराचार्यले दीक्षित हुनुपर्छ भने 4 दिशामा जगद्गुरुहरू राख्नुभयो, त्यसपछि गएर दीक्षित हुनुपर्छ र ज्ञान गुरुले नै दिनुपर्छ भन्ने परम्परा र हाम्रो अनुशासन र सारा कामहरू चाहिँ आज हाम्रो जगद्गुरु शङ्कराचार्यले चाहिँ दिनुभयो र हाम्रो चाहिँ धर्मलाई अस्तव्यस्त भएको थियो। त्यसैले हामीले पञ्चदेव उपासक भनेर 5वटा देवतालाई एकै ठाउँ बनाउनु भयो। गणेश, भास्कर, देव, ऋषि, विष्णु, चमत्कार भनेर पशुपतिलाई स्थापित गर्नुभयो र हाम्रो 4 दिशामा 4वटा जगद्गुरुलाई स्थापित गर्नुभयो र हाम्रो धर्मलाई बचाउने वेद किरो धर्ममूलम भनेर भन्नुभयो। यसकारणले गर्दा यस्तो तरिकाले आज शङ्कराचार्यले आज हाम्रो गुरु परम्परा अनि गुरुलाई चिन्ने, गुरुलाई चाहिँ हामीले सत्कार गर्ने, मान्ने, गुरु जस्तो सुकै होस् तर गुरु भनेको गुरु नै हुन्छ। जहाँ अन्धकारलाई प्रकाश गराउनेवाला चाहिँ गुरु हुनसक्छ। आमा बाउ लङ्गडा हुन सक्छन्, रमेश वर्षाई लङ्गडो छ तर छोरो आँखा देख्ने भयो कि भएन? छोरी आमा बाउ त अन्धा थिए, दुइटै अन्धा छन् तर पनि आमा बाउ त आमा बाउ नै हुन्, तर उसको छोराले त आँखा देख्ने भएको छ नि। तर गुरु जस्तो सुकै होस् तर गुरुप्रति जसले श्रद्धा गर्छ, भक्ति गर्छ, उसको चाहिँ उन्नति हुन्छ। उसले भगवान वैकुण्ठ धामम, गुरु प्रसन्नम वैकुण्ठ धाम, गुरु प्रसन्न भयो भने वैकुण्ठ धाम जान सक्छ। यदि गुरु प्रसन्न हुन सकेन भने गाह्रो हुन्छ। जसरी सबरीले एउटा भक्ति लाग्नुभयो, प्रेम गर्नुभयो, आज भगवानको मात्रै गर्नुभयो, केवल भगवान राम आज आफ्नो चाहिँ दुःखमा हिँडेको बेलामा पनि उहाँले के सम्झिनु, मेरो भक्तको उद्धार गर्नुपर्छ भनेर आज जङ्गलमा गएर जो एउटा तटमा बस्नुभएको थियो, सारा काम थियो र एउटा वृद्ध हुनुभएको थियो, आँसु आँखाले मात्रै देख्न सक्नुहुन्थेन, त्यस्तोलाई पनि गएर कसले दिनुभयो दर्शन? भगवान रामले दर्शन दिनुभयो। कसलाई भन्दा भिल्लिनी भएकी थिइन् उनी, जसले चाहिँ बहेर थियो, जसले त्यो बहेर खाँदा के गर्नुहुन्थ्यो भन्दा गुलियोलाई उहाँले चाहिँ के गर्नु, मेरो गुरुलाई भनेर चाहिँ अर्पण गर्नुभयो, मेरो भगवानलाई भनेर अर्पण गर्नुभयो। जो टर्रो थियो आफूले खानुभयो। त्यस्तो भक्ति देखेर उनी पनि मुक्त हुनुभयो। पहिला राजाकी छोरी हुनुहुन्थ्यो, रानी हुनुहुन्थ्यो, त्यो राजाको बेलामा उनले चाहिँ तीर्थ गर्न जानु नपाएर, यदि तीर्थ गर्न पाइँदैन, सत्सङ्ग गर्न पाइँदैन भने म राजकुमारी भएर मलाई के फाइदा भयो? म सबभन्दा निस्कुलमा मलाई जन्म होस् भनेर यसरी सबरीले भनेको हुँदा अर्को पटकमा जन्म भयो र भगवानको साथ पाइँदैन, भगवानको प्राप्ति गर्न पाइँदैन। यो शरीरले भने त्यो रानी भएर मलाई कुनै काम छैन, एक दिन त शरीर मृत्यु हुने हो भन्ने चाहिँ अर्को जन्ममा उनी एउटा चाहिँ त्यस्तो भएर जन्मिसकेपछि उनले भगवानलाई, रामलाई प्राप्त। यता द्रोणाचार्यले चाहिँ पनि एकलव्यलाई आशीर्वाद धेरै धेरै दिनुभयो र एकलव्य खुसी र प्रसन्नता हुनुभयो र द्रोणाचार्यलाई महाभारतको लडाइँले छोयो तर एकलव्यलाई कहिल्यै पनि छुन सकेन र उहाँले देख्न पनि परेन। त्यो हो प्रेम। त्यस्तै हजुरहरूलाई पनि एकलव्य जस्तै भगवानको भक्ति लागोस्, प्रेम लागोस्। लोकेश्वरमा आएर तपाईँहरूले जुन एउटा देखाउनु भयो, यो उत्साह उमङ्ग देखाउनु भयो, यो गुरुप्रतिको श्रद्धा हो। गुरुलाई अरू केही चाहिँदैन, महल चाहिँदैन, गुरुलाई अरू केही, गुरुलाई प्रेम श्रद्धा चाहिन्छ। बाबुआमालाई के चाहिन्छ? बाबुआमाकै सम्पत्ति हो, बाबुआमालाई के छ? यो हजुरको है, हजुरलाई ल्याइदिएको भनेर बुवालाई 5000 रुपियाँ दियो तर भोलि खर्च भयो भने बा मलाई बाटो खर्च छैन भनेपछि बाउले दिन्छ नि त, होइन? हो त्यस्तै गुरुप्रति जो श्रद्धा गर्छ, भक्ति गर्छ, ज्ञान गर्छ तर गुरुमा भेददृष्टि देख्न हुँदैन। आज दत्तात्रेयले गुरुलाई केलाई मान्नुभयो? कुकुरलाई पनि गुरु मान्नुभयो, चाण्डाललाई मान्नुभयो, एउटा बेस्यालाई पनि गुरु मान्नुभएको छ। आज बेस्या पनि भगवानको भक्ति लागेकी छन्। उनले कसरी लाइन भन्दा मैले अर्काको प्रतीक्षा गर्न हुँदैन। यदि मैले भगवानको प्रतीक्षा गर्थेँ भने आज भगवान मिल्थ्यो। आज मैले एउटा शरीरलाई मैले प्रतीक्षा गरेँ, आज मैले दुःख भयो भनेर उनले बिहानको समयमा 4 बजेको समय उनलाई ज्ञान प्राप्त भयो। ओहो मैले धिक्कार गरेँ, अहिलेसम्मको समय मैले फालेँ मैले, तर आज जसरी चाहिँ मैले यदि प्रतीक्षा गरेको भए आज मेरो यो जीवनको सफलता हुन्थ्यो। सारमा मैले दिशा पिछामा म बस्नुपर्ने थिएन भनेर उनलाई क्षणिकमा वैराग्य भएर भगवानलाई प्राप्त गरेकी छिन् बेस्याले पनि। अनि यसरी दत्तात्रेयले 24 गर्नुभएको छ र सबै गुरुहरूप्रति हामीले श्रद्धा सम्मान र सबैप्रति 33 कोटी भगवानलाई पनि हेर्नुहोस्। हामीलाई शक्ति भएन भने उठ्न सक्दैनौँ र हामीलाई खानेवाला चाहिँ अग्निदेवता भएन भने भोक लाग्दैन, हामी सूर्य देख्न सकिएन भने आँखाले अन्धकार भइन्छ, कानले सुन्दिएन भने गुरुले धेरै राम्रा राम्रा कुरा सुनाउनु भयो तर कानले सुन्दिएन भने के काम भयो, होइन? दाँतले चबाइदिएन भने हामीले काम के भयो? हामीले खाएको फेरि मलमूत्रबाट बाहिर गएन, यहाँ मात्रै रह्यो भने के काम भयो? तर सबै मिलेर मिलेको छ नि यो शरीरलाई भन्नुहोस् त। हो त्यस्तै हामीलाई पनि सबै मिलेर हामीलाई ज्ञान प्राप्त, कसले के जानेको हुन्छ, कसले के गरेको हुन्छ। र तपाईँहरूले जुन गर्नुभयो, म त त्यति बेला आजभन्दा 18-20 वर्ष हाम्रो मिना आमालाई म सम्झन्छु, बच्चु आमालाई सम्झन्छु, हाम्रो उहाँहरूलाई सम्झन्छु। म बाहिर थिएँ, म यहाँ आएर 18 दिन मैले कथा गरेको। त्यति बेला अधिक मास पुराण थियो, होइन? 18 दिन कथा गरेर म यसरी चाहिँ गएर र यो आज कार्यक्रम भयो। यो आज एउटा सानो भन्नुहुन्छ भने पशुपति भएको छ यहाँ। किन दैनिक पूजा छ,
दैनिक रुद्राभिषेक भएको छ, विधिपूर्वकले भएको छ, विधिपूर्वकले पण्डितहरूले गरेका छन्, सारा काम गरेका छन् र भगवान् बोल्नु भएको छ। यहाँ आउँदा दर्शन आनन्द आउँछ। तपाईँहरू यहाँ आएर समय गएको थाहा पाउनु भएको छैन, तर अहिपछि आउँदा 1 मिनट टिकिन्थेन। किन टिकिन्थेन? त्यो त्यसको रोशन आएको थिएन, भाइरस आएको थिएन। त्यो भाइरस आउँछ, यहाँ आउँदा बित्तिकै आनन्द आउँछ। भगवान्को श्रृङ्गार हेरेर भगवान्को आरतीमा झुल्नुहुन्छ, आनन्द हुन्छ। समय गएको थाहा नै छैन। केले बनायो? तर भगवान्ले बनाउनु भयो। त्यो भगवान्ले हामीलाई जोड्नु भयो, तपाईँलाई जोड्नु भयो। यो के हो त? हाम्रो सबैको गौरव हो। यसै कारणले गर्दा जो आज व्यास जयन्तीको पावन अवसरमा जसलाई सबैलाई प्रकाश होस्, ज्ञानको ज्योति खुलोस्। जबसम्म ज्ञानको ज्योति खुल्दैन तबसम्म हामीलाई ज्ञान प्राप्त हुँदैन। जबसम्म हामीलाई ज्ञानबाट नै सबै कुरा जानिन्छ, अनजान मान्छे हुन्छ, मान्छेमै अनजान हुन्छ। तर भगवान नर भएर नारायण हुने काम र देवी शक्ति स्वरूपा भएर जो चाहिँ सबैलाई देवीको ऊर्जा दिन सक्ने तपाईँहरूलाई प्रदान होस् भन्ने कामना गर्दै हाम्रो सञ्जयजी बडो राम्रो आउनुभएको छ। उहाँहरूको पनि तपाईँहरूले दर्शन गर्नुभयो। र एउटा कुरा के भने मन्दिरले भगवान्ले सबैलाई जोड दिनुहुन्छ। कसलाई कहाँ पठाउनुहुन्छ? लोकेश्वरले मलाई यहाँ बोलाउनु भयो नि, तपाईँले मात्रै होइन, त्यहाँ जा भन्नुभयो। 105 वर्षको आमाको चाहिँ ब्रह्मलीन भयो, उहाँ भएका म नआउनु पनि सक्ने थिएँ होला। त्योभन्दा अगाडि म किन आइन? कार्तिकमा उहाँको शरीर ब्रह्मलीन भयो, म वैशाखमा आएको छु। 5-6 महिना खाली थियो नि, त्यो बेला अर्को मान्छे आएको नि हुन्थ्यो, मलाई त थाहा नै थिएन। यो कुरा तपाईँले ध्यान गर्नुपर्छ। भगवान्ले पठायो, तर हामीले गुरुलाई प्रेम गर्यौँ, पिञ्जडामा राख्यौँ। पिञ्जडामा राखे त कहाँ बसिन्छ त? सुबह त उठ्छ नि त, होइन र? र गुरुलाई हामीले यहाँ राख्यो हो। त्यो किसिमको हजुरहरूको जो भाव म कदर गर्छु। हजुरहरूलाई धेरै धेरै शुभकामना, आशीर्वाद। अब धेरै ढिला होला, भोजन गर्न तपाईँहरूप्रति धेरै धेरै आशीर्वाद दिँदै अहिलेको विश्राम गर्छु। हरिओम हरिओम। तब उहाँबाट श्री हरि।